स्यालो नमस्ते। आज हामी दक्षिण बाराईमा छौँ। दक्षिण बाराईको मन्दिर हो। यो चाहिँ दक्षिण बाराईको एरिया देखाउँदैछु। यहाँ चाहिँ परिवारहरू पनि छन्। साथसाथै यहाँ चाहिँ अचम्म दक्षिण बाराई मन्दिरमा चाहिँ लास डढाउने काम पनि हुन्छ यहाँनिर। र यो अचम्मको कुरा प्राय हाम्रो गाउँठाउँतिर लास जलाउने काम चाहिँ खोला नदीमा हुन्छ भने यहाँ चाहिँ मन्दिर दक्षिण बाराईको मन्दिरनिर यो ठाउँमा लास जलाउँछ यहाँको एकथरी दाजुभाइहरूले। र यो मन्दिरको वरपर ठुलो एरिया छ, बस्ने ठाउँ अनि पुरानो घर छ। अनि यतापट्टि एउटा शिवको मन्दिर मूर्ति पनि रहेछ। र हामी यहाँ हाम्रो दाइ यो मन्दिरमा यो लास जलाउने रहेछ नि नेवारहरूले। यो के हो तपाईँलाई के जानकारी छ? मलाई केही पनि थाहा छैन। पहिलादेखि नै अब हामीले थाहा भएपछि जलाइराखेको छ है। यो मन्दिरमा जलाउनुभन्दा खोलामा जलाए भयो हुन्थ्यो है? के लाग्छ? पहिला त चौर थियो, यो मन्दिरहरू केही पनि बनेको थिएन। मन्दिर सन्दिर केही थिएन? थिएन। यो दक्षिण बाराई मात्र छ है? यो ठुलो बना हो? तपाईँ सानो छ त? अनि तपाईँहरू खेल्न आउनुहुन्छ है? हामी खेल्न आउने, घुम्न आउने सबै। भनेपछि यो सबै अहिले आएर धेरै राम्रो बनाएर है। आदरणीय दर्शकहरू, हाम्रो दाइको भनाइअनुसार यो ठाउँमा सानो मन्दिर थियो दक्षिण बाराईको। अहिले यो ठुलो मन्दिर बनेको रहेछ। र यो काठमाडौँमा 4वटा बाराई छ। एउटा निल बाराई, माथि सरस्वती, दक्षिण बाराई हो नयाँ ठिलीमा, साथै बज्र बाराई काठमाडौँ हो भने धुम बाराई के अरे बज्र बाराई ललितपुरमा हो भने धुम बाराई काठमाडौँमा छ। र यी 4वटा बाराई हामी सामान्य ज्ञानमा पनि पढ्छौँ। काठमाडौँको 4वटा बाराई भनेपछि निल बाराई, दक्षिण बाराई, बज्र बाराई र धुम बाराई। म आज यो दक्षिण बाराईको मन्दिरको वरपर बनाएको छु। र नेपालका धेरै ठाउँहरू छन् हेर्न लायकका, पर्यटकीय स्थलले गन्तव्य स्थल पनि हुनेछन्। र तपाईँहरू पनि यस्तो ठाउँ घुमेर नेपालको बारेमा जान्न चाहनुहुन्छ। धन्यवाद।